स्थानीय चुनाव हामीले जित्नुपर्छ। स्थानीय चुनाव 753वटै पालिकामा जित्न पाए हुन्थ्यो भन्ने हाम्रो हो। तर पनि हामी धेरैजसो स्थानीय चुनाव हामी जित्नुपर्छ। श्रम संस्कृतिले किन जित्नुपर्छ भन्दाखेरि श्रम संस्कृतिले जित्यो भने जुन पालिकामा श्रम संस्कृतिले जित्छ त्यो पालिकामा श्रमदानबाट पनि काम गर्ने बजेट हामी बनाउँछौँ है। र अरू पालिकामा 10 लाखको काम गर्दाखेरि 10 लाखकै काम अथवा त्योभन्दा थोरैको काम हुन्छ भने श्रम संस्कृतिले जुन स्थानीय पालिकामा जित्छ त्यहाँ चाहिँ 10 लाख रुपियाँ पैसा छुट्यायो भने हामी तपाईँको चाहिँ नि के अरे झन्डै 50 लाखको काम गरेर देखाउनेछौँ। किनभने त्यहाँ श्रम जोडिनेछ, श्रमदान जोडिनेछ। त्यसो भएको कारणले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म अहिलेदेखि नै भनिरहेको छु, आउँदो स्थानीय चुनावमा चुनाव चिन्ह अन्जुलीको माटो धारक उम्मेदवारलाई जिताउनु होला। हामी जथाभावी त्यतिकै उम्मेदवार सार्दैनौँ। यसपालिको लागि मैले सूचना जारी गर्न लगाएको छु। हामी सबैले बुझ्नु जरुरी छ। यो ज्येष्ठ अन्तिम भित्रमा त्योभन्दा अलिक थप्न पनि सकिन्छ, तर पहिलो सूचना चाहिँ ज्येष्ठ अन्तिम भित्रमा पालिकाहरूमा उठ्न चाहने मेयर होला, उपमेयर होला, वडा अध्यक्ष होला, पालिका अध्यक्ष होला, उपाध्यक्ष होला, वडा अध्यक्षहरू होलान् होइन, तपाईँहरूले आफ्नो आकांक्षीको आवेदन भरेर पठाइदिइहाल्नुपर्छ। सम्बन्धित पालिकाको समिति मार्फत पठाइदिइहाल्नुपर्छ। हामी सुनेर छानेर जोखेर पक्का तपाईँको राम्रो खालको उम्मेदवारलाई अगाडि सार्नेछौँ, जो चाहिँ सामाजिक रूपमा सक्रिय होइन, चरित्रगत हिसाबले तपाईँको चाहिँ के अरे स्वच्छ छवि भएका इमान्दार कर्मठ सक्षम मान्छेहरूलाई उम्मेदवारको रूपमा अगाडि सार्नेछौँ। र त्यो खालको चाहिँ उम्मेदवारहरूले स्थानीय तहमा मैले अघि भने श्रमदानलाई पनि विकासको एउटा मोडालिटीको रूपमा स्वीकार गरेर ठेकदारले पनि काम गर्छ, केही छैन, ठेकापट्टाको काम पनि हुन्छ। फेरि सबै श्रममै हामी के अरे सबै भयभरको बजेट खनाउँछौँ भनेको पनि होइन, तर श्रमदानलाई पनि एउटा ठुलो तपाईँको चाहिँ के अरे 50% जतिको स्कोपमा एउटा डिफ्रेन्ट मोडालिटी अफ द डेभलपमेन्ट बनाउँछौँ भनेर यहाँहरूलाई म भन्न चाहन्छु। र इमान्दार भएर जाउँ, अगाडि बढौँ। राजनीति भनेको सेवा हो। सेवाको भावले हामी सबैजना जुट्नुपर्छ, म त्यो भन्न चाहन्छु। अब स्वार्थको भावले मैले यो पाउनुपर्छ भन्ने हिसाबले भन्दा पनि मैले यो दिनुपर्छ, यो योगदान गर्नुपर्छ होइन भन्ने खालको देश अथवा माटोप्रति गुण तिर्ने एउटा अभियान पनि यो श्रम संस्कृति रहेको कुरा म जानकारी गराउन चाहन्छु। र